नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आज पनि मैले अर्को भिडियो लिएर आइसकेको छु। आफै हजुरहरूलाई यो भिडियो पनि मनपर्छ भनेर। भिडियो चाहिँ फेरि के छ भने भिडियो चाहिँ यो चाहिँ मेरो अहिले पार्सल जाँदैछ कहाँ भन्दाखेरि युएसए। हेरिदिनु होला तपाईँहरूलाई कस्तो लाग्छ, तपाईँहरूलाई पनि मन पर्यो भने अर्डर गरिदिनु होला। अनि पार्सलमा चाहिँ हाम्रो के जाँदैछ भने यो छ हाम्रो कम्बरी 2 सेट कम्बरी। अब म प्याकिङ गर्दैछु। प्याकिङ गरेर अहिले पुगाउनु जान्छु एयरपोर्ट। अनि यो छ टाउकोमा लाउने जाली रुमाल, यो पनि 2 सेट छ। यो 2 सेट अनि दुईटा रहेको छ पटुकी, यो चाहिँ पटुकी हो। अन्त यहाँ छ हाम्रो सबसे क्युट थैली। यो थैली चाहिँ यस्तो छ है, यसरी खोल्ने। यसरी खोल्ने हो। सबभन्दा क्युट चाहिँ यो छ। अनि फेरि यसरी बन्द गर्ने, अर्कोमा तानेर। यो पनि दुईटा अब प्याक हुँदैछ। यो एउटा छ, यो अलरेडी एउटा प्याकिङ भइसकेको छ। यो चाहिँ प्याक गर्दैछु अब। यो चाहिँ हाम्रो ब्याज, यो चाहिँ यहाँ लाउने हो, चोलोको माथि बाँध्ने हो। सो यो चाहिँ छ मेरोबाट भेनालाई सानोबडे गिफ्ट। यति हो। तपाईँहरूलाई पनि मन पऱ्यो भने अर्डर गर्नु सक्नुहुन्छ। मलाई के अरे मेसेन्जरमा मेसेज गर्नु सक्नुहुन्छ। यो भिडियो म फेसबुकमा अपलोड गर्दैछु। कसलाई मनपर्छ। चण्डी पनि आउँदैछ अर्को महिना फर्स्टमा। चण्डी पनि आइसक्यो। चण्डी अब अर्को महिना हो, मे नै हुन्छ। बुद्ध पूर्णिमाको दिन हाम्रो सुनवारको चण्डी हुन्छ। उँभौली कि उँधौली त्यति बेला राई पूजाहरू पनि हुन्छ, राईको साकेला पनि हुन्छ र हाम्रो पनि चण्डी हुन्छ। आइसक्यो चण्डी पनि आउने महिना हो। अनि अहिले चाहिँ मैले प्याकिङ गरिसकेँ। यो दुईवटा थैली पनि प्याक गरिसकेँ, सबै प्याक गरिसकेँ। 2 सेट जाँदैछ। हजुरहरूलाई मन पर्छ भने चाहिँ प्लिज अर्डर गर्नु होला। समय कम्ती छ, यति कम्ती समयमा पनि छिटो गरिदिँदैछौँ। अझै थुप्रै अर्डर छ। भोलि पर्सि फेरि 1-2 भिडियो लिएर आउँदैछु। हजुरहरूलाई पनि जसलाई हाम्रो सुनवार ड्रेस चाहिएको छ अर्डर गर्नु सक्नुहुन्छ है, मलाई मेसेज गर्नु सक्नुहुन्छ। अनि मैले अस्ति नै एउटा भिडियो हालेको थिएँ, त्यसमा थुप्रैले मेसेन्जरमा थुप्रैले मलाई मेसेज गर्नुभएको थियो, कमेन्टमा पनि सोधिराख्नु भएको थियो कहाँ होला मलाई पनि चाहिएको छ भनिराख्नु भएको थियो। त्यहाँ मैले माथि एउटा कन्ट्याक्ट नम्बर पनि दिएको छु, त्यो नम्बरमा फोन गर्नु सक्नुहुन्छ, वाट्सएपमा मेसेज गर्नु सक्नुहुन्छ। भन्दै मेरो प्याकिङ पनि रेडी भइसक्यो सम्पूर्णको झोलामा। सो अब हामी जाँदैछौँ यो लिएर एयरपोर्ट। सो बाई बाई, थ्याङ्क यू फर वाचिङ।